ओहाई गोजाइमास। आज हामीले 2025लाई बिदाई गर्दै 2026लाई स्वागत गर्नको लागि सबै साबी एजुकेसन गुरुबाट खान्जी लेखेको थियो। हामी 4जनाले लेखेको खान्जी चाहिँ यहाँ थियो। हजुरहरूलाई 2026को हार्दिक मङ्गलमा शुभकामना। ह्याप्पी न्यू इयर। ओहाई गोजाइमास मिनासान। आजदेखि चाहिँ 2026 स्टार्ट भयो। हामीले चाहिँ आज चाहिँ 2025लाई बाई गरेर 2026मा प्रवेश भयो। 2025मा जस्तो कठिन परिस्थितिलाई हामीले भोग्यौँ, 2026मा चाहिँ सबैको राम्रो भओस्। कामबाती कुद्दा चाहिने। सबैजनालाई नमस्ते। आजबाट चाहिँ अङ्ग्रेजी वर्ष 2026 चाहिँ सुरु भएको हुनाले हजुरहरू सबैजनालाई चाहिँ नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना। हामी चाहिँ अहिले सबी एजुकेसनमा चाहिँ जापानिज भाषा अध्ययन गरिरहेका छौँ। सबी एजुकेसन ग्रुपमा चाहिँ जापानिज भाषा अध्ययन गर्दा चाहिँ हजुरहरूलाई चाहिँ कस्तो अनुभव भयो? मलाई चाहिँ एकदम अलिकति अरू कन्सल्टेन्सी अरू भाषाविद स्कुलमा भन्दा चाहिँ यहाँ चाहिँ अलिकति राम्रो र सहज तरिकाले चाहिँ सिकाउनु हुने जस्तो लाग्यो। यसरी नै सबैजनाले चाहिँ जापानिज भाषा अध्ययन गरेर राम्रोसँग चाहिँ जापान जानको लागि चाहिँ अझै मेहनत गर्नु होला। फेरि पनि नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना। ओहाई गोजाइमास मिनासान। 2025 सकेर अब 2026 सुरु हुन गइरहेको छ। सम्पूर्णलाई हाम्रो सबै एजुकेसन ग्रुपबाट चाहिँ नयाँ वर्षको हार्दिक शुभकामना दिन चाहन्छौँ। मिनासान कोनिचिवा। तपाईँको 2025 साल कस्तो भयो होला? मेरो त अब ठिकै रमाइलो नै भयो। भरे सर्वप्रथम यस सबी एजुकेसनमा पढ्न आउनु सम्पूर्ण विद्यार्थी लगायत साथीभाइ अनि हाम्रो सेन्सेहरू सम्पूर्णलाई चाहिँ 2026को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु मेरो तर्फ लगायत यहाँ सबी एजुकेसन ग्रुपको सम्पूर्ण मेम्बर्सहरूबाट। त्यसै गरी 2026मा विभिन्न किसिमका हजुरहरूले चाहेका, सोचेका र आँटेका सम्पूर्ण कामहरू पुरा हुन्। जस्तै तपाईँहरू जापान जान चाहनुहुन्छ, तपाईँको जापान जाने सपना पुरा होस्। त्यसको लागि सबी एजुकेसनले सधैँभरि तपाईँहरूलाई साथ, सपोर्ट र पढ्नको लागि, मेहनत गर्नको लागि धेरै कौतूहलता र उत्साह प्रदान गर्नुभएको छ।